अचम्म लाग्छ मान्छेहरूलाई सानो कुराले पनि कति खुसी दिने रहेछ नि. So hey everyone, this is Melina, day 3 of starting mini vlog. र आजको मेरो दिन चाहिँ यसरी नै स्टार्ट हुन्छ है. सबै थोक गरेर यो चाहिँ मेरो ब्रेकफास्ट हो है. म ड्युटीको लागि रेडी भइसकेँ. सो अब ड्युटीको लागि जाँदैछु है. मेरो लाइफमा देखाउनु पर्ने धेरै इन्ट्रेस्टिङ कुरा त केही पनि छैन है. ड्युटी गयो फेरि अब टाइम भइहाल्छ, मेरो फर्किने बेला भइहाल्छ. अब यो चाहिँ म ड्युटीबाट फर्किने बेला भयो. सो आज चाहिँ हामीले के डिसाइड गऱ्यौँ भने अस्तिदेखि प्लान गरिरहेको थियौँ है किन्ने भनेर. सो आज फाइनली हामीले किन्यौँ. राम्रो अलिअलि ग्रोसरिज थियो, गएर यसो हेऱ्यौँ किन्यौँ. अन्त यो कुरा चाहिँ सायद छोरी मान्छेहरूले रेट गर्नुहुन्छ होला है. सानो कुरा अब किचनको लागि केही कुरा एड गर्नको लागि कति खुसी हुँदो रहेछ किन्नको लागि, एक्साइटमेन्ट क्या. अब मेरो पनि सेम. अब यत्रो लङ टाइमदेखि है मैले अब किन्छु भनेर सोचेको हो. त्यो नआउँदाखेरि चाहिँ मलाई अब के कुरा पकाउनु मन लाग्ने नि त होइन. एकदम कुकिङमा चाहिँ इन्ट्रेस्ट छ. त्यो पकाउनु खोज्दा फेरि यो छैन पकाउँदिन भनेर सोचाएको नै नचल्ने हो. हजुरले पनि गेस गरिसक्नुभयो. एन्ड द्याट्स मिक्सर. हजुरहरूको लागि चाहिँ नाथे मिक्सर किन्दा पनि कस्तो उयो गरेको भन्ने फिल हुन्छ. तर सानो कुरा आफूले जोड्दा फेरि एकदमै खुसी लाग्दो रहेछ. सो आजको दिन चाहिँ मेरो यसरी नै सकिन्छ. Thank you for watching.